यत्रैको चल्ला थियो त्यो भेटाएको त्योबाट चाहिँ यत्रो प्रोडक्सन भएको। ल ल ल ल ल सर नमस्ते, तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ ओम क्रिएसन च्यानलमा। धन्यवाद छ। अनि सर बताइदिनुस्, अहिले तपाईले कुखुरा पालन गर्न सुरु गरिराख्नु भएको रहेछ है। तपाईले चाहिँ एउटा चाहिँ कुखुरा व्यवसायमा चाहिँ एउटा चाहिँ राम्रो तरिकाले है एउटा चाहिँ वेल म्यानेज गरेर तपाईले गर्नुभएको रहेछ है। हामीले चाहिँ देखेर हैन बुझेर तपाईसँग आयौं है। त्यसैले अनि के छ त सर, अहिले कुखुराहरू कति जति छन् तपाईसँग? कुखुराहरू कति छन् भन्दा पनि पहिलेको पुरानो जीवनमा चाहिँ याद आउँछ। मैले चाहिँ गाउँमा कुखुरा पनि पाले बचपनमा। त्यसपछि कुखुरा बाणी मेला भन्ने ठाउँ एउटा बर्खामा लाग्थ्यो, त्यहाँ बाणी मेला, त्यो मेलामा पनि बेचेँ। गर्दा गर्दै अहिले चाहिँ टिकापुरसम्म चाहिँ सहरमा चाहिँ आइयो बसियो। बस्दाखेरि पनि मैले काम छोडेको छैन। पहिले ट्र्याक्टर पनि थियो, ट्र्याक्टर पनि चलाएँ, खेती किसानी पनि गरेँ। अहिले चाहिँ मैले चाहिँ ब्रोइलर पालन गरेका थिएँ। त्यो ब्रोइलरमा घाटा, कहिले नाफा कहिले घाटा हुने भावनाले पछि बटै पाले। बटैमा चाहिँ अलि महँगो किसिमको बिक्री भावनाले बटैमा घाटा भयो। यस्तै छ। के छ सर, कुखुराले अन्डा उत्पादन राम्रो गर्नुभएको होला है सर? कुखुराले चाहिँ दिनमा चाहिँ 10-12वटा चाहिँ अन्डा दिइरहेछ अहिले फिलहाल। अरू अन्डा दिनेवाला चाहिँ तयारी हालतमा हुँदैछन्। हजुर सर। यस्तै छ। लगभग अरू तयारी भइसकेपछि दिनमा लगभग 100वटा क्रस हुन्छ अन्डा? 100वटा लगभग 95 जति 90 जति हुन्छ। हजुर सर। अनि सर तपाईँले हेचरीमा कोरल्ने गर्दै हुनुहुन्छ कि कुखुराले माउबाट नै चाहिँ उत्पादन गरिराख्नु भएको छ? के छ सर तपाईँको? म चाहिँ पोथीबाट नै कोरलिरहेको छु। हजुर सर। पोथीबाट नै निक्लिरहेछन्। अहिले पोथी यहाँ छ। यिनी कुखुराहरू छन्। यिनी मेरा अहिलेको उत्पादन यति नै छ। अरू मैले बिक्री गरेँ होइन। साना चल्ली माउ पनि छन्। गरिरहेको छु आफ्नो हिसाबले। चाहिँ 2टा दुनो भैँसीको चाहिँ आम्दानी निकालेको छु यसबाट। गाउँमा पनि कुखुरा पालन गर्न दिएको छु मैले। जो सर, तपाईँ सन्तुष्ट हुनुहुन्छ है? ठिकै छ, राम्रै छ। अब यसलाई चाहिँ अब तपाईँले चाहिँ यसैमा सीमित राख्नु नै हो कि यसलाई चाहिँ बढावा दिएर चाहिँ अझै यसलाई चाहिँ बृहत रूपमा चाहिँ बढाउनु नै हो कि कस्तो, के छ सर? मैले अरू त पाल्दैन, यो लोकल कुखुरा यसलाई नै बढाएर चाहिँ अलि व्यापक रूपमा लगाउँ कि भन्ने गरेको छु। र धेरै त नै लगभग 500 जति पाल्ने सोच गरेको छु। हजुर, 500 देखि अब लोकल कुखुरा 1000-1200सम्म होइन सर? त्यसपछि के छ सर, तपाईँले गाउँमा पनि तपाईँले व्यवसाय ठुलो रूपमा गर्नुभएको रहेछ है। त्यसपछि के छ सर, अहिले गाउँमा कुन व्यवसाय गर्दै हुनुहुन्छ? गाउँमा अहिले उखु खेती छ। हजुर, उखु खेती चाहिँ गरेको छ। अहिले 5-6 बिघामा उखु खेती भएको छ। यो चाहिँ खाली दिमाग शैतानकै घर भन्या चाहिँ यो चाहिँ यसो टाइम पासको लागि चाहिँ यति कुखुरा मैले चाहिँ यो गरिरहेको छु। तर 2टा दुनो भैँसीको बराबरको आम्दानी दिइरहेछ यो कुखुराले। 2टा दुनो भैँसी पाल्दाखेरि पनि कति चाहिँ मेहनत गर्नुपर्छ। यो मैले चाहिँ खेली गरिरहेको छु। अलिअलि धान छरिदिन्छु, यताउता गर्छु, बाहिर छोडिदिन्छु। बाटामा यताउता जान्छन्, आउँछन्, साँझ टुक्रुक आउँछन्, बस्छन्। यसै चाहिँ दैनिकी गरिरहेको छु। यसबाट मेरो 2टा दुनो भैँसी बराबरको आम्दानी
भइरहेछ। मलाई चाहिँ खर्च चलिरहेको छ मेरो। यहाँ तरकारीहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ विभिन्न खुर्सानीहरू है, विभिन्न बोडीहरू देख्न सक्नु भएको छ। सर तपाईँले चाहिँ यो कुखुरा पाल्दाखेरि चाहिँ कुखुराले चाहिँ एकदमै नोक्सान गर्छ है बारीलाई है। तपाईँले चाहिँ एकदम सिस्टमेटिक तरिकाले चाहिँ तपाईँले चाहिँ कुखुरालाई पनि एकदमै बढावा दिनुभएको छ र बारीमा चाहिँ तरकारीको उब्जन पनि धेरै भइराखेको छ सर। तर कुखुराले चाहिँ कुनै पनि तरकारीमा चाहिँ कुनै पनि डिस्टर्ब गरिरहेको छैन, के होला सर? यो डिस्टर्ब गर्ने थियो, कुखुराले तरकारी हुन त दिँदैन। कुखुरा एकदम हरियाली चिज हो, त्यस कारणले ल यो कुखुराले चाहिँ हुन त दिँदैनन्, हरियाली चिज हो। यो मैले यो बारसार लगाएको छु। यो बार चाहिँ मैले चाहिँ 1000 रुपियाँमा किनेको हो। 1000 रुपियाँले चाहिँ मेरो यो तरकारी बारी चाहिँ ढाकेको छ। यसमा चाहिँ नोक्सान हुन चाहिँ यसले चाहिँ छेक बार गरिराखेको छ। अनि सर त्यसपछि तपाईँले अहिले के फलाउँदै हुनुहुन्छ तरकारी? हुन त कुखुराले दिँदैनन् होला, त्यही पनि है मलाई सोध्न मन लाग्यो तपाईँको बारी हरियाली देखेर। यी झालवाला चाहिँ करेला छ, खुर्सानी छ, उता घाँस खेती पनि गरे छ, यतातिर तरकारीहरू पनि छ, खुर्सानी सबै यो सब उता भइरहेछ, यताउता छँदैछ, राम्रो छ। हजुर। अनि कुखुरा व्यवसायमा चाहिँ के छ सर? कुखुरालाई चाहिँ के छ सर? साना चल्लाहरूलाई एकछिन बिजी हुनुहुँदो रहेछ सर, एकछिन रोकौँ। ठिक छ, चारो कुखुराको चल्ला, सानो चल्ला जब निक्लिन्छ त्यसको 8-10 दिनपछि चाहिँ नाकमा यो आँखामा चाहिँ फोकाहरू उठ्ने, त्यो रोग चाहिँ त्यो निदान गर्न अलि सकिएको छैन। यसको बारेमा चाहिँ डक्टरहरूसँग सल्लाह लिएर चाहिँ हुन्छ त्यो बारेमा मैले सोचिराखेको छु। अनि सर ठुला कुखुरालाई चाहिँ के छ, कतिको रोग लाग्छ? ठुला कुखुराको लागि चाहिँ रोग लाग्नुभन्दा अगाडि मैले चाहिँ यो के अरे ठुला कुखुराको लागि रोग लाग्यो भनेपछि एन्ड्रोनमी भन्ने औषधि दिन्छु, त्यसले चाहिँ काम गरेछ। तपाईँ हेर्न सक्नुहुन्छ यो अन्डाको खोलेसो हो है। यस्तो किसिमको रुखमा चाहिँ गर्दाखेरि चाहिँ एक किसिमको घाम पनि नलाग्ने र घाम पनि नलागेका कारणले चाहिँ अन्डामा पनि कुनै बिग्रिने अन्डा कुनै नबिग्रिने है। त्यस कारणले चाहिँ यहाँ खोरभित्र पनि देख्न सक्नुहुन्छ विभिन्न खोलेचोहरू देख्न सकिन्छ है। उहाँले चाहिँ राम्रो तरिकाले चाहिँ एउटा मेहनती व्यवसाय है चाहिँ खोरभित्र पनि राम्रो देख्न सक्नुहुन्छ अन्डाका खोलेचोहरू। यसमा मैले चाहिँ ठुला कुखुरालाई ढाकिदिन्छु। हजुर सर। साना कुखुरालाई चाहिँ बाहिर राख्छु, किनभने सँगै भयो भने ठुङ्छन्। हजुर। अनि सर तपाईँले के छ, अरू खोरहरू पनि थप्ने के छ विचार गर्दै हुनुहुन्छ कि कस्तो छ सर? यस्तै चाहिँ खोरहरू अरू 2टा चाहिँ थप्ने विचार गरेको छु। हजुर। त्यसपछि बढाउँदै जानु पर्ला। लगभग चाहिँ 500 कुखुरा जति गर्ने हो मैले, धेरै त सक्दैन। अब 52 वर्षको उमेर भइसक्यो। छोराहरू पढ्यो भनेपछि अब छोराहरू आफ्नो काममा जालान्। यो सधैँभरि त यो काम त अब छोराहरूले पनि बाउले गरेको काम समात्दैनन् होला जस्तो लाग्छ। अनि के छ सर, छोराहरू कतिमा पढ्छन् अहिले? छोराहरू चाहिँ ब्याचलर सिधाउन लाग्यो जेठो छोराले। अब कान्छो छोरो अहिले 11मा पढ्छ, 11मा। ए अनि सर चल्लाको कुरा गर्दाखेरि तपाईँले चाहिँ हेचरी भन्दा पनि घरै उत्पादन कुखुराले कोरलेर चाहिँ उत्पादन गराउनु हुँदो रहेछ। के छ सर, कुखुराले कोरल्दाखेरि के कस्ता समस्याहरू? सबै अन्डा निक्लिने गर्छन् कि है? अनि त्यसै गरी कुनै कुखुराले नै चल्लालाई थिचेर मारिदिन्छ कि? त्यो कतिको के छ सर, नयाँ व्यवसायीहरूले सुरु गर्दाखेरि उनीहरूले चाहिँ कसरी उ गर्न सक्छन् सर? कुखुराहरूको अब गोरल्ने क्रममा चाहिँ अब गर्मीमा चाहिँ अन्डा केही
20वटा अन्डा कोरल्यो भनेपछि कोरल्दाखेरि 2-4वटा त अब नोक्सान हुने नै हो। अरू समस्या त अरू छैन। अनि अनि सर तपाईँको यो ठाउँ कहाँनिर छ भनिदिनुहोस् त दर्शकहरूलाई। यो ठाउँ चाहिँ कहाँनिर भनेपछि यो पौडेल राइस मिल छ। यो पौडेल यो जमटा पानी भन्छ नि यसलाई। यो पेट्रोल पम्पदेखि पश्चिम यता परासको मिलदेखि जस्ट उत्तरतिर मालिका ग्राउन्डनेर चाहिँ मेरो यो व्यवसाय छ। अनि के छ सर हजुरले अहिले कति रेट छ कुखुराको भालेको पोथीको? भाले 700 रुपियाँ किलो गइराखेको छ। पोथी 650मा जान्छ। अब लिने ग्राहकले अलि थोकमा लिन लायो भनेपछि सुपथ मूल्यमा पनि अब दिन सकिन्छ, केही घटाएर भनौँ, नरम गरम मिलाएर। भनेपछि हाम्रो भिडियो हेरेर आउनेवालाहरूलाई चाहिँ तपाईँले राम्ररी मिलाएर दिनुहुन्छ? दिन्छु। ए ठिक छ सर। अनि सर हजुरको फोन नम्बर चाहिँ के होला सर? 9769934987। ठिक छ सर, तपाईँले आफ्नो महत्त्वपूर्ण अमूल्य समय चाहिँ हामीलाई दिएर चाहिँ एकदमै ठुलो उपकार गर्नुभएकोमा तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु सर। थ्याङ्क यू। मेरो तर्फबाट पनि तपाईँहरूलाई यहाँ आइदिएर सोधेको उसमा मेरो जिज्ञासा, मेरो काम गरेको शैली चाहिँ तपाईँहरूले बुझेर गइदिएकोमा मेरो पनि तपाईँहरूलाई चाहिँ धन्यवाद छ। हजुर तपाईँहरू पनि सुपथ र एकदम मिलाएको रेटमा चाहिँ कुखुरा किन्न चाहनुहुन्छ भने आउनुहोस्। तपाईँ चाहिँ डाइरेक्ट पौडेल राइस मिलको सोझो यता मालिका ग्राउन्डनिर रमेश आचार्यको कुखुरा फार्ममा। धन्यवाद।